अब खोला खेलेर पनि फेरि एकछिन बाहिर निस्केर के गर्दैछु भन्नु त यो रेड वाइन हो। हेलो कुजुजाङ पोला अनि सबैजनालाई नमस्ते, वेलकम छ मेरो नयाँ ब्लगमा। सो आज चाहिँ हामी चाहिँ अब खोला जाँदैछौँ होइन। आज चाहिँ हामी सबैजना साथीहरू भेला भएर चाहिँ खोला जाँदैछौँ अनि आफ्नो सामानहरू सबै गाडीमा हाल्नेछौँ होइन। हामी चाहिँ खानाहरू चाहिँ अब घरबाटै पकाएर लगेको। अनि हजुरहरूले मेरो भिडियो लास्टसम्म हेरिदिनुहोस् अनि मन पराइदिनु, लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ प्लिज गरिदिनुहोस्। लु है हामी चाहिँ अब सबैजना भेला भएर गाडीमा चढिसक्यौँ। अब चाहिँ हामी चाहिँ हिँडेको होइन। आज चाहिँ हामी फुल मस्ती गर्ने होइन, फुल इन्जोय गरेर आउने खोलामा होइन। अनि कति काम गर्नु, कति घरमा बस्नु होइन, कोही बेला त्यसो इन्जोय पनि गर्नु पर्यो होइन। त्यसैले आज चाहिँ हामी खोला जाँदैछौँ है। चाहिँ रेली खोला आइपुगे। अनि पालाफुल आइपुग्यो। लु है साथीहरू हामी चाहिँ अब खोलामा रेली पाला खोलामा चाहिँ आइपुगिसक्यो होइन। अब चाहिँ हामी गाडीबाट चढ्दैछौँ अनि सामानहरू आफ्नो आफ्नो सामानहरू सबै अब निकाल्ने छु होइन। अनि हामी चाहिँ यहाँनिर आइपुगिसक्यो। यहाँ पर देख्दै गर्नेको चाहिँ दोकान हो अनि यहाँनिर चाहिँ एकदमै गरम रहेछ। अब पौडी खेल्नु दिने रहेछ होइन, एकदमै गरम। लु है साथीहरू हामी चाहिँ अब यही खोलामा खेल्ने हो अनि पानी चाहिँ एकदमै सफा होइन, एकदमै गहिरो पनि गहिरो रहेछ बिचमा चाहिँ। तर हामी चाहिँ बिचमा नबस्ने, साइड साइडमै खेल्ने, किनभने चाहिँ अब नानीहरू पनि छ होइन। हामी साइड साइडमा चाहिँ त्यति गहिरो छैन होइन। हामी चाहिँ यही खोलामा खेल्ने, एकदमै पानी चाहिँ सफा होइन। है साथीहरू चाहिँ अब लु खोलामा बस्न लागि है म्याटहरू सबै यहीँ उछ्याएँ होइन। यहाँ चाहिँ एकदमै राम्रो जग्गा रहेछ, हामी चाहिँ यहीँ बसौँ भनेर म्याट सेट उछ्याइसक्यो। आएको छु पहिला खोलामा पस्नुभन्दा अगाडि चाहिँ यहाँ दोकानमा चाहिँ अब के खाने चाहिँ भनिरहेको छु। पहिला चाहिँ हामी चाहिँ अब डुङ्गो खाने अरे साथीहरू होइन। मलाई पनि एउटा ल भाइर मन त मेरो चाहिँ ए म एउटा हेलो भन्नु न। हेलो हेलो यहाँ हामी चाहिँ अहिले होइन खोलामा खेलेर चाहिँ पुरा अब चिसो भएर चाहिँ त्यहाँदेखि फेरि निक्लेको होइन। यहाँनिर हल्का फुल्का रमाइलो गर्दैछ होइन। अन्त के छ भनिदिनु नि, के ल्यायो तपाईँले? चाहिँ मेरो साथी आरतीले चिकनको अचार, यो चाहिँ दालमोट, हामी चाहिँ खाने हो। मैले चिकन आलुदम अनि राइस ल्याएको छु। आइसिन हामी खाने हो। हामी चाहिँ अब यहाँनिर माछा पक्रेर पनि फ्राई गरेर खाने छौँ कि छैनौ? हाम्रो दिदी चाहिँ कति डुङ्ग्रो भयो तिमीले? 2 डुङ्ग्रो खाएर चाहिँ अलिकति पूजाको 3 डुङ्ग्रो, निम्रा दिदीको बाजी 3, उयो हेर्नु बाजी तपाईँको कति डुङ्ग्रो भयो? 3। अन्त मेरो चाहिँ 1 मात्रै हुन्छ। फेरि पनि इन्जोय गर्न आएको, फुल इन्जोय गर्न जाने हो। भोलिको त्यही हो आफ्नो आफ्नो सबैजनाको। हामी चाहिँ हल्का फुल्का होइन तोङ्बासँग चाहिँ आलुदम कर्ची मर्ची खाँदैछ हो। अनि यहाँनिर लाकी चाहिँ के खाँदैछ? फ्राइड राइस है, भेज खाँदैछ होइन। यहाँ पूजाले चाहिँ पस्काउँदैछ। अनि यहाँनिर छ हाम्रो तङ्बा। कति भयो तङ्बा? 4 भयो है। तिमीले 4 देखि 5 नबोल्नु न। दिकीको 4 भयो। 3 अन्ली 3 डुङ्ग्रो। 3 डुङ्ग्रो भयो हो दिकीको चाहिँ। मेरो चाहिँ 1 डुङ्ग्रोले काम पुगिरहेको छ म चाहिँ अहिले। तर
अहिले खान पनि सक्छु म भिडियो गर्दैछु हाम्रो यहाँनिर दिदी बहिनीहरू चाहिँ नि खोलामा साह्रै ठुलो खोला भयो कि हिँड्नु नसकेर हेर्नु न ऊ बाबु सर्दै आउँदैछ ऊ डल्लै डुब्लै ठुलो खोलामा डुबिन तिमीले यस्तो सानो खोलामा पौडी खेलेको हुँदैन यता देख्यो म त यत्रो ठुलो खोलामा पो खेल्छु त नानीहरू ढुङ्नो सिरियस भइसक्यो आजको दिनमा स्विमिङ गर्ने सब आजै देख्छ अन्त ऊ आयो ठुलो बुढाहरू उपर आउँदैछ माछा निकै लिएर आएछ बोरामा खेलेर होइन अब चाहिँ खाना खानु थालेको होइन खानाहरू चाहिँ अब इमा थाक्ची इमा छिम आलुदम अचार चिकन पलाउ आलुदम के हो चिकन हामी चाहिँ अब खाना खानु थालेकै सुरु गरेको ए दम्मी हामी चाहिँ अब खाएकै होइन यहाँनिर चाहिँ ऊ अब साथीहरू डान्स गर्ने अरे यति मजाको छ भ्यू तपाईँले देख्नु सक्नुहुन्छ म तपाईँहरूलाई फाइनली हामी चाहिँ अब आइपुगिसक्यो अब गाडीबाट झर्दैछौँ होइन अब सामानहरू निकाल्नु पर्ने छ सामानहरू अनि साथीहरू चाहिँ अब यत्रो खोलामा नाचेर पनि अझै पनि रोडमा नाच्दैछ हो अनि आज चाहिँ हामी चाहिँ खोलामा एकदमै मजा आयो होइन फुल इन्जोय गर्यो आज चाहिँ हजुरहरूले मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।